आउने एससी स्टुडेन्ट्सहरूको लागि चाहिँ कसरी एप्रोच गर्न सकिन्छ भन्ने कुरामा भने चाहिँ टु डु लिस्ट इन द होलिडे एन्ड द फर्स्ट मन्थ है त। किनभने तपाईँ अरूभन्दा एक स्टेप अगाडि बस्नुहुन्छ क्या यो क्लासहरू सिक्ने बेला। यस्तो यस्तो छुट्टै सेड्युल्सहरू दिन्छ है। यी टिप्सहरूलाई चाहिँ खेलासी नलिनु होला, यो चाहिँ गर्नु है। तपाईँलाई मेरो च्यानलमा स्वागत छ, एससी प्लस एकाडेमी। अनि दिस इज द फर्स्ट भिडियो अफ द च्यानल। यो च्यानलले चाहिँ अब आउने एससी स्टुडेन्ट्सहरूको लागि चाहिँ कसरी एप्रोच गर्न सकिन्छ भन्ने कुरामा गाइड गर्नेछ र हार्ड टपिक्सहरूमा छुट्टै एक्सप्लेनेसन भिडियोहरू आउनेछ। त्यो भिडियोहरू चाहिँ अब हामी तपाईँहरूबाट नै सोध्छौँ है कुन कुन गाह्रो छ भनेर, अनि त्यही अनुसार हामीले भिडियोहरू बनाउँछौँ। र आजको भने चाहिँ टु डु लिस्ट इन द होलिडे एन्ड द फर्स्ट मन्थ है त। यो चाहिँ कम्पलसरी हो है, भर्खर 9 क्लास सकेर बसेका भाइ बहिनीहरूलाई यो चाहिँ अब कम्पलसरी हो, यो चाहिँ गर्नै पर्नुहुन्छ तपाईँहरूले यो फर्स्ट मन्थभित्र या होलिडेभित्र है त। फर्स्ट भनेको चाहिँ लर्न द हार्ड सब्जेक्ट्स अफ क्लास 9 है त। यो चाहिँ तपाईँले गरेर जानु है। यो सिक्नु भने तपाईँ अरूभन्दा एक स्टेप अगाडि बस्नुहुन्छ क्या यो क्लासहरू सिक्ने बेला। र तपाईँलाई फाइदा पनि हुन्छ, पुरानो टपिकहरू हेर्नु पर्दैन, सिधै डाङ्गै नयाँ टपिक पढ्दै हुन्छ है। यो भने चाहिँ 10 क्लासमा तपाईँले धेरै सजिलो हुन्छ। अर्को भनेको बाई द सेड बुक्स है त। तपाईँले यस्तो यस्तो छुट्टै सेड बुक्सहरू दिन्छ है, यो तपाईँले चाहिँ आफै खोज्नुपर्ने हुन्छ। यो चाहिँ अरू भनेको स्कुलले आफै दिन्छ सेड बुकहरू, छुट्टै ठुल्ठुलो सेड बुकहरू दिन्छ, त्यो चाहिँ स्कुलले आफै। त्यो नि सकेसम्म फर्स्ट मन्थतिर किन्नु होला है। यो डन भयो त। यी टिप्सहरूलाई चाहिँ खेलासी नलिनु होला, यो चाहिँ गर्नु है फर्स्ट मन्थतिरै। अर्को भनेको कन्ट्याक्ट द सिनियर्स फर स्टडी मटेरियल्स है त। तपाईँको कोही दाइ दिदीहरू हुन्छ भने उहाँसँग स्टडी मटेरियल्सहरू माग्नुहोस्। यसरी पैसा पनि जोगिन्छ, मेहनत पनि जोगिन्छ, बुकहरू खोजिराख्नु जाँदा है। त्यो दाइ दिदीहरूलाई माग्ने सजिलो पनि हुन्छ। अर्को भनेको एनालाइज द स्पेसिफिकेसन ग्रिड है त। हरेक सब्जेक्टलाई हरेक ग्रिड हुन्छ, छुट्टै कति मार्क्स कति आउँछ भनेर, लङ क्वेसन सर्ट क्वेसन त्यसरी गरेर तपाईँले हरेक स्पेसिफिकेसन ग्रिडहरू हेर्नुपर्ने हुन्छ। त्यहाँदेखि त्यसलाई चाहिँ यो छुट्टीभित्र नि हेर्नुहोस् सकेसम्म है। यो चाहिँ पुरानो दाइ दिदीहरूको बुक हेरेर थाहा हुन्छ क्या। त्यही भएर 9 क्लास सकिने बित्तिकै कन्ट्याक्ट सिनियर्सहरूलाई कन्ट्याक्ट गरिहाल्ने बुक लिन, र त्यसपछि एनालाइज स्पेसिफिकेसन ग्रिड है त, यो ग्रिडहरू हेरिहाल्ने। र फर्स्ट मन्थतिर चाहिँ तपाईँले त्यो हरेक च्याप्टरको नि सबभन्दा 3टा चाहिँ इजिएस्ट सब्जेक्टहरू पढ्नु होला है। तपाईँले हेर्दा लाग्छ हो यो त इजी छ होला भनेर, त्यस्तो सब्जेक्ट पढिहाल्नु। अनि सबभन्दा सानो कन्टेन्ट भएको उयोहरू चाहिँ पढ्नु है, त्यसले चाहिँ फाइदा हुन्छ। अर्को भनेको अप्सनल भनेको चाहिँ लिस्ट क्यारिङ मार्क्स पढ्नुहोस्। अब मैले अप्सनलमा किन आएँ भन्दाखेरि लिस्ट क्यारिङ मार्क्स चाहिँ जहिले पनि इजिएस्ट सब्जेक्ट हुँदैन नि त है, इजिएस्ट टपिक हुँदैन। त्यही भएर हल्का लिस्ट क्यारिङ मार्क्स पढ्नुहोस् या इजिएस्ट टपिक पढ्नु, हरेक सब्जेक्टको 3टा है त। यो गरेर भने चाहिँ तपाईँहरू अरू विद्यार्थीभन्दा अगाडि हुनुहुन्छ, एक स्टेप अगाडि जहिले नै। तपाईँहरूको एससीमा इम्प्रेस आउन पनि कहिले रोक्न सक्दैन। र आजको लागि यति नै। यो च्यानल चाहिँ सब्सक्राइब गरेर राख्नुहोस् है, तपाईँहरूलाई आउने भिडियोहरूले धेरै हेल्प हुनेछ। र मलाई कमेन्ट बक्समा भनिदिनुहोस् न तपाईँले कुन सब्जेक्टमा गाह्रो छ, म त्यही सब्जेक्ट रिलेटेड भिडियो लिएर आइहाल्छु है त। आजको लागि बिदा हुन चाहन्छु, धन्यवाद।